अहिले यस्तो यस्तो हो कि मसँग पैसा छैन अनि तिमीले खोजेरै पाउँछौ भन्दैन अब खोज्न त खोज्नु त गरिन्छ अनि त्यसपछि पछि चाहिँ यसो गरेको हेरेको बानी हुने जस्तो मानिन्छ त तपाईँको व्यवहार पनि छैन अब उसले यसो भन्छ होइन थाहा हुन्छ नि त फेरि अनि त्यसो भेनाले त्यसै गरिकन अब थाहा छ फेरि भेनाको सबै कुराहरू थाहा छ अनि अब त भइसकेपछि एकचोटि चाहिँ घरेरीमा काम गइँदो चुइगेर जीवन भएको पैसा भनेको फेरि मलाई उहाँ भाइले उसले पठाउने भनेको भान्जाले पठाउने भनेको पठाएन त्यही भएर यता गइँदोलाई चाहिँ कतिलाई चाहिँ त्यो खेर जाने भयो हेर्दा त्यहाँदेखि के भन्दै फोन गर्दै थियो एकचोटि मैले म चाहिँ छैन दिएँ अब एक डेढ लाख नै हुन्छ भने अब त जेसीबीहरूलाई भन्दा क्या एक डेढ लाख नै हुन्छ भने त्यति भयो हालिदिनु त मैले होइन अथवा त्यतिले तपाईँको अर्को पुग्छ भने त्यत्रो चाहिएको कुरो अब के हुन्छ त्यहाँ त बढी त मसँग उपाय नै छैन भनेको त्यही पनि हालिदियो थपिथपा होला भनेर भनि न भन्नु त भन्दैन त्यही भन्दा भन्दै पछाडि अनि अब बढीको आशा हेऱ्यो हुनाले अनि पछाडि त्यति पठाइदियो भनेर फेरि अरूचोटि भन्नु त्यो दिन त भन्नु दिदीलाई सिधै थियो अब यति पठाइहाल्दै त भनेको के अरे अनि त्यसपछि रिसाएर अनि आज पनि हाल्दैन हो त्यो होइन यही जग्गा त भित्र राखेर निकाल्दै भने सबै कुरो मेरो अरू केही छैन अब मैले जग्गा राखेर मेरा नाउँमा छैन केही छैन नगरेन अनि दिदीले यसो यसो भन्थे हुक्काउली फेरि अनि हुक्काउली फर्केर आउँदैन मैले भन्ने कुरो यो पैसो भनेर नखण्डर भएन दिदीले भने नत्र त्यसलाई हेर्नु बाबु भनौँ न जस्तो तैँले यहाँ आएर जग्गा किन्न गरेन काम मलाई भन भने खप्न गयो है मैले दिन सकुला भने त्यसलाई सकिन्न के हामीलाई पनि ल्या भनेर दिदी मैले दिन मन लाग्यो विश्वासको कुरो हो क्या तपाईँको सबभन्दा विश्वासमा चल्यो भने मान्छे 2-4 लाखले केही पनि हुँदैन होइन कहिले कहिले उस्तै परे विश्वासमा चल्दा चल्दैन तिर्न नसक्ला त कुरो आफ्नो ठाउँमा हो तर विश्वासमा चल्यो भने त मान्छेले हाल्न त दिन्छ क्या उति बेला सहयोग त गर्छ क्या होइन अब त्यही उयो तपाईँले भन्नु हो नि आफूलाई चाहिने कुरा हो नि सर के चाहिन्छ सर किनिदिनु होइन आएदेखि अब ठाउँमा लैदिने कुरो लैदिन्छ होइन त्यही त हो अरू त ज्ञानी हो हामीले सजिलो अनि अब त आफूले फेरि अब कता ल र कसरी उहाँ पठाइदिने हो उहाँ दिन आऊ होइन रिटर्न होइन त मन पनि हुने कुरै भएन क्या जस्तो अब मै बसेको अब तपाईँलाई हेरेर तेल पठाइदिनु भनेर एक हिसाबले भनौँ न आएको बेला यसरी लानु पऱ्यो चाहिँ कहाँ पाइन्छ सानीमा भन्यो भने तपाईँले देखाइदिने कुरो छुट्टै हो भनेदेखि अब यहाँ छ नि त नि अब त्यसरी भयो अब अन्त अब गरेर त गाह्रो हुन्छ नि अब जाने बित्तिकै त मैले त्यो मानि क्या ल्याएर गर्दा गर्दै बुझिसकेँ अन्त एकताको चाहिँ अनि गाने हैरान भर्नु अरे अनि फोन गरेँ अनि उठाएदेखि तपाईँको सिधै पैसाको कुरो अरू केही आउँछ भने सिधै पैसा हो यस्तो भन्ने अन्त त्यसपछि यसबाट भिन्न मिलाइ यसबाट बाबु यसबाट के भयो म इन्डियामा मैले राम्रै जागिर राम्रै कमाइ थियो क्या मेरो
यहाँ ज्वाइँ आउनु आएको छ ऊ पनि आयो अनि त्यहाँ यसलाई बोलाउनु विदेश पठाउनु राम्रै ठाउँमा पठाउनुलाई भनेको यसले यसो भन्नुभएको भने भैया त पनि जाने यहाँ इन्डियामा कति बस्ने ठिकै छ त्यस्तो भएदेखि भनेर यहाँ पासपोर्ट बनाएर तुरन्त ल्याउनु यहाँबाट 3 दिन लाग्यो बल्ल बल्ल पढेर पासपोर्ट बनाएँ पासपोर्ट बनाएर लगाएँ वहाँ गएर वहाँ गरेँ अनि त्यहाँबाट त मेडिकल गरेँ गएर बाबु मेडिकल गरेर अनि पासपोर्ट यहाँ अब चाहिँ नि म चाहिँ नि बोलाउँछु भनेर बाबु अनि के को नि त्यत्तिकै मलाई अलपत्र पारेर उहाँको जाहिर छोडेँ अनि अलपत्र परेपछि त्यसै अर्दा अरे अनि त्यहाँबाट त इराकमा 12 जना मारेको थियो नि त रेटेर त्यो बेलाको कुरो अनि त्यहाँ पछि मेन पावरमा आगो लगाइदियो भने नि आगो लगाइदियो मेन पावरमा भनेपछि अनि त्यहाँ पछि त शान्ति भएपछि मैले भने नानी विदेश जानु त त्यस्तै भयो अब त्यो मेरो पासपोर्ट चाहिँ के भयो भन्दा अरू उद्देश्य होइन तपाईँको पासपोर्ट भेट्टाएको छु मैले सुरक्षित राखेको छु भने त्यसो भए त्यो अफिस होइन त घरै लगेर राख्छ त्यो पासपोर्ट मलाई चाहियो भने अनि त्यहाँ होइन मैले ल्याएर घर राखेको छु थन्काएर राखेको छु त्यहाँदेखि चिन्ता नगर्नुहोस् भने त्यहाँ पछि मैले पासपोर्टको कुरा आउँदाखेरि त्यो ज्वाइँले के पासपोर्ट त्यो झम्मै जसले कहाँ गर्नु पासपोर्ट ज्वाइँले अनि जनुकाले त यसो भने कि कहाँ आउने यो छैन त्यो जनुका त्यहाँबाट जाने भड्केर च्याप्पै चाहिँ कुराहरू छोड्यो त्यो पासपोर्ट कसलाई त्यो मेरो फोटो झिकेर कसो फोटो हालेर जफतार है त्यो चाहिँ नि पासपोर्ट दिइनँ मेरो हेर त अच्छा खासा राम्रो महिना चाहिँ 50,000 कमाइ राम्रो त्यो जागिर छोडियो बाबु त्यो छोडिएपछि अनि त्यहाँबाट यहीँ केही समय अलपत्र भयो त्यहाँपछि म फेरि अब यहाँ घर बसेर ज्ञानमा फेरि गएको फेरि पनि भगवान्को कृपाले राम्रै ठाउँमा भयो र राम्रै चलेको थियो पैसा त अब अहिलेसम्म अब त्यो रोग नलागिदिएको अहिलेसम्म राम्रै कमाइन्थ्यो होला रोग लाग्यो म आएको नि अहिले 14 वर्ष भइसक्यो तर गर्ने मान्छेले मिलाउँछन् क्या धेरै कति झुट बोल्न सकेको म त्यस्तै भन्छ के अरे बुवालाई सँगसँगै भनेर ससित गर्ने भनेर क्या त्यति बेला ससित भन्ने इन्डिया पठाउने भनेर अन्त ती बढी खेल्दा जानु यहाँ गएर भाइ गएर हुन्छ भाइ बुद्ध दाइ क्या बसेर अब होइन बुद्ध दाइ ल्याएर मलाई ठिकै हो क्या उनले इन्डिया पठाउँछ दिन जाने होला आएको अन्त चाहिँ बुद्ध दाइको कति पैसा खाएँ मैले मलाई छैन कति खाएँ प्रथमबाट चाहिँ 2000 भाइ कति बुझाउनु आउँछु भने म त धर्मले भन्छु म जान्न भने बुवाले इन्डिया गएर पढेको हुन्छ भने उसले उता बाहिर छन् के अरे बुवालाई विश्वास लाग्यो म जान्न भने अन्त उता बुद्ध दाइ